हेलो फ्रेन्ड खाम्री है। आज चाहिँ मेरो आमासँगको छोटो गफ तपाईँहरूको माझमा लिएर आएको छु है। गफ चाहिँ के हो भन्दाखेरि चाहिँ हाम्रो आमाहरू चाहिँ मायाल्याङ अब छ अरे, एउटा हिडन प्याराडाइज छ अरे भनेर चाहिँ गुरु तुर्सुक लिङ्पा जुन उहाँ हुनुहुन्थ्यो रिम्पोछे, उहाँहरूको समयमा है 63 इयर्स अगाडिको कुरा रहेछ, 1962 को कुरा रहेछ है। अनि उहाँहरू चाहिँ त्यो टाइममा चाहिँ मायाल्याङ जानुभएको अरे क्या, हाम्रो हिडन प्याराडाइज है। अनि हाम्रो जुन विश्वास छ होइन, अनि यसलाई चाहिँ उहाँहरूले चाहिँ अब गुरु तुर्सुक लिङ्पाले चाहिँ अब उहाँहरूलाई चाहिँ हिडन प्याराडाइज मायाल्याङमा पुर्याउँछ भनेर भन्दा चाहिँ यहाँ आउनु भएको थिएछ होइन। अनि उहाँ आएको बेलामा चाहिँ हाम्रो आमाको फ्यामिलीहरू चाहिँ पछ्याएर चाहिँ क्या गुरु तुर्सुक लिङ्पासँग चाहिँ पछ्याएर चाहिँ हाम्रो आमा चाहिँ 7 वर्षको एज, अनि ठुलो मेरो मामा आमाको भाइ है, उहाँ चाहिँ 1 महिनाको हुँदाखेरि चाहिँ उहाँहरूलाई चाहिँ बाजे बोजू आमाको आप्पा आमाले चाहिँ मामालाई काखमा चेपेर आमालाई पनि साथसाथै लिएर गुरु रिम्पोछे के अरे रिम्पोछेसँग, तुर्सुक लिङ्पा रिम्पोछेसँग चाहिँ उहाँहरू फलो गरेर पछ्याएर चाहिँ उहाँहरू चाहिँ मायाल्याङ जानुभएको रहेछ होइन। अनि यो कथा चाहिँ आमाले जहिले हामीलाई भन्नुहुन्छ क्या, सेयर गर्नुहुन्छ। हिमालमा हामी कसरी बस्यो होला, 3 महिना हामी के खायो होला, अहिले अब मान्छेको हिमाल जानुको लागि कति प्रिपेयर गर्नुपर्छ, कति बेसी सरसामान मिलाएर लानुपर्छ होइन। तर त्यो समयमा चाहिँ अब एउटा विश्वास रहेछ मान्छेको है। अनि त्यो नानी 1 महिनाको नानी त्यो समयमा न लुगाफाटा लाउनु थियो है, न खानेकुरा प्रपर केही थियो होइन। तर के खायो के लायो केही थाहा छैन, तर पछ्याएर जानुभएको त्यो इन्सिडेन्टहरू, कतिवटा कुराहरू उहाँलाई याद भएको कुराहरू चाहिँ उहाँले चाहिँ हामीलाई जहिले सेयर गर्ने गर्छ। सो यो कुरा चाहिँ मैले तपाईँहरूको माझमा आमासँग कन्भर्सेसन गर्दै कतिवटा कुरा सोध्दै मैले आमालाई चाहिँ सोधेर यो क्लिप चाहिँ मैले तपाईँहरूको माझमा सेयर गरेँ। किनभने भोलिको दिनमा है मेरो आमाको जति पनि एक्सपिरियन्स छ, मेरो आमाको जुन सानो उमेर बालकालमा जे जति भएको थियो है, अनि उहाँलाई सम्झना आउने कुराहरू हामीलाई सेयर गर्नुहुन्छ। सो मैले पनि यो फेसबुकमा क्याप्चर गरेर है, अनि आमाले आफ्नो त्यो भिडियो बनाउँछु आमासँग भन्दाखेरि आमा पुरा शरम गर्नुहुन्छ, मान्नुहुन्न। सो मैले चाहिँ यहाँनिर आमालाई पर ब्याक साइड चेयरमा बसिराख्नु भएको बेलामा चाहिँ मैले कुराहरू गरेर गफसप गरेर चाहिँ मैले सेयर गरेको है। उहाँले जहिले भन्नुहुन्छ हामी यसरी त्यसरी जहाँ गएको थियो, सायदै अब त्यो समयमा सबै कुरा मिलेको भए है, अब मायाल्याङको डोका खोलेको भए कस्तो हुन्थ्यो होला भन्ने कुरा गर्नुहुन्छ क्या। 200 जना जस्तो फलोवर्स, त्यो पनि यहाँको थियो भनेर सोद्धाखेरि चाहिँ आमाहरूलाई केही थाहा छैन। तर प्रायः जस्तो चाहिँ लद्दाख, काश्मीर, त्यहाँबाट बुट्टा के अरे डुक्पाहरू, अनि लद्दाख काश्मीर एउटै हो भन्नुहुँदैछ ब्याकबाट। अन्त आमाले चाहिँ प्रायः अब डुक्पाहरू पुरा थियो भनेर भन्नुहुँदैछ। तर कहाँ कहाँ गयो के भयो त्यो थाहा छैन। तर आमाहरू चाहिँ फेरि ब्याक टु आफ्नै ठाउँमा बादमा फर्केर आउनुभएछ। सो सुन्नुहोस् यो कहानी। मैले हो आमा भिडियोमा आउनु मान्नु होइन। तर आमा कति वर्षको थियो? म त बुढी हो, 7-8 वर्षको थिएँ। किन 6 वर्षको मात्रै थियो। 6 वर्षको, 6-7 वर्षको चिन्ला परेसँग है, चिन्ला परे जत्रो थियो। कहाँ हो चिन्ला कति वर्षको थियो? अन्त आमा चाहिँ 7 वर्षहरूको? ठुलो मामा यत्रो थियो, यत्रो कति हुन्छ त्यो ठुलो मामा जन्मेको साल हो। ठुलो मेरो ठुलो आजङ ठुलो चाहिँ भर्खर जन्मेको थियो अरे। अब यस्तो कथाहरू त गरिराख्नु पर्यो होइन। भोलिको दिनमा कसले यस्तो सुनाउने हुँदैन, हाम्रो आउने जेनेरेसनलाई सुनाउने। अब आमाहरूले एक्सपिरियन्स गरेको कुरा त सुनाइराख्यो भने हामीलाई पनि भनिराख्यौँ, हामी पनि यसलाई यसो के हो हाम्रो आमाहरूको यस्तो थियो भनेर सम्हालेर अब यो कुराहरू चाहिँ उयसमा राख्छ नि त, दिमागमा राख्छ नि त। त्यसले गर्दा चाहिँ मलाई चाहिँ यसो रेकर्ड गर्नु मन पऱ्यो क्या। आमा यहाँ चेयरमा बसिराख्नु भएको छ है, म यहाँ छु। अन्त मेरो नाम चाहिँ आमा त भन्नु, आमाले चाहिँ पुरा डर लाग्दो रहेछ नि, सोध्नु आयो भने भन्छ किन अन्त। खै 1962 मा चाहिँ ठुलो मामा जन्मेको।
हो रहेछ हौ। के 1 महिनाहरूको 1962 जस्तो लाग्यो। 20 त कहाँ गएको छ अहिले मान्छे बसिरहेको छ कहाँ गएको छ बेसी। तर भए पनि त निकै उयो नि अन्त 1962 ले भए पनि कति भयो त्योदेखि जोड्नु नि 1962 को कुरा हो रहेछ त्यही 62 होला हौ 1962 2025 minus 1962 63 इयर्स पुगेको के हो है त्यति पुगेको हो त्यति चाहिँ पुग्दैछ 63 इयर्स को कुरा त्यति चाहिँ पुग्दैछ ठिकै हो 1962 को कुरा रहेछ हो 63 इयर्स पुग्दै रहेछ है अनि हाम्रो आमा चाहिँ 7 वर्षको थियो रहेछ है अनि रिम्पुची चाहिँ कोसँग जानु भएको रिम्पुची सबैसँग होइन हौ लिएर जाने चाहिँ को पो भन्यो उम्बु अब त्यो जो खस्नु भयो नि माथि हिमालमा त्यो चाहिँ अब लिएर त उहाँ गएको होइन रिम्पुची सबै गएको यो मान्छे होइन हौ मेन मान्छे चाहिँ रिम्पुची आफै गएको हो कसले लिएर गयो रिम्पुचीको नाम चाहिँ भनेको नि अन्त जो पछ्याएर जाको रिम्पुचीलाई त जो चाहिँ माथि गएर के हो हिउँले छोपेर मर्यो भने नि तुलसी लिङ्पा हो तुलसी लिङ्पा गुरु तुलसी लिङ्पाले चाहिँ हाम्रो आमाहरूको आमाहरूलाई आमाहरू त होइन सबै 100-200 मान्छे थियो 100-200 मान्छे आमा 100-200 मान्छेमा चाहिँ अझै जिउँदै छ त्यसो भए यताको मान्छे होइन हौ बाहिरको मान्छे माथि उता काश्मीरको उसलाई कहाँबाट यहाँको चाहिँ गएन त्यहाँको चाहिँ होइन यताको चाहिँ आयो ए हो डुक्पाहरू आमाहरू चाहिँ अन्त त्यति बेला चाहिँ कहाँ यहाँ थिएन भनेको होइन कि यहीँ बस्थ्यो यहाँदेखि गएको हो यहाँ बस्यो ए आमाहरू चाहिँ यहीँ थियो त्यहाँदेखि यहाँदेखि चाहिँ आमाहरू चाहिँ तुलसी लिङ्पा रिम्पुचीलाई चाहिँ पछ्याएर चाहिँ उहाँहरू चाहिँ जानुभएको जानु चाहिँ कहाँ भन्दा चाहिँ मायाल्याङ जानुभएको अरे होइन मायाल्याङ गयो अन्त 3-4 महिना त हिमालमै बस्यो है आमा 3 महिना बसेको अरे आमाहरू हिमालमा तर त्यो समयमा न के खाने कुरा थियो अहिले त हामीलाई हिमाल जानु पनि हरेक कुराको प्रिपरेसन हुनुपर्छ होइन नानीहरू त झन् लानै सक्दैन तर मेरो ठुलो आजङ चाहिँ यत्रो 1 महिनाको नानी चाहिँ काखमा चेप्टाएर चाहिँ त्यस्तो लिएर जानुभएको अरे हाम्रो आमाको आजुयुको भनौँ न आमाको आप्पा आमाले अनि साथसाथै 100-200 जना चाहिँ फाल्टो मान्छे पनि थियो अरे तर आमाहरूलाई लाग्दा चाहिँ यहाँको भन्दा बेसी चाहिँ बाहिरकै सबै अब ढुक्पाहरू हजुर काश्मीरको लद्दाखको त्यस्तो हुनुहुन्थ्यो अरे अन्त आमाहरू चाहिँ पछ्याएर जानुभएको अरे अब मायाल्याङ जानको लागि अब त्यो टाइमको अब मान्छेको प्यासन त्यो के हो विश्वास त्यतिसम्म थियो क्या अन्त लास्टमा गएर चाहिँ माथि गएर चाहिँ उयो खस्नु भयो है पुग्ने बेलामा चाहिँ अलिकति साइड पनि राम्रो देखाइन रहेछ यताको मान्छेले पनि अब जो पछ्याएर उहाँलाई रिम्पुचीलाई पछ्याएर गएको थियो उहाँहरूलाई चाहिँ अलिक जबरजस्ती गरे भनेको होइन आमा यहाँदेखि जबरजस्ती होइन हौ माथि गएर चाहिँ बसेर पूजा गरेर याप्त चाहिँ बसेर गएको अब मायाल्याङ बस्नु बाटो खोल्नु जाँदाखेरि चाहिँ माथि हिउँ फुटेर छ खसेको 2 जना तर रिम्पुचीको मुनि र त्यो रिम्पुची चाहिँ चोट पऱ्यो रिम्पुची चाहिँ खस्यो त्यो मुनि चाहिँ चोट मात्रै पऱ्यो मेपाम भन्ने एउटा थियो लद्दाख नै काश्मीरको त्यो उहाँ चाहिँ खस्यो त्यो त कुनै दार्जिलिङमा छ खस्यो कि बा दार्जिलिङमा छ भन्दा थियो लद्दाख के हो होइन कि अन्त आमा त्यो नि उयो आमाहरू चाहिँ अन्त यहाँबाट जाँदाखेरि गएर माथि चाहिँ अलिकति जबरजस्ती गरे खासमा रिम्पुचीलाई चाहिँ त्यो एउटा टाइम साइडमा जानुपर्ने थियो भनेको होइन त्यस्तो के जबरजस्ती त गरेन हो आफै नै त्यो टाइम त्यो पूजा गरेर त्यो बाजा गुरु के गरेर चाहिँ यो गरेर राम्रै गएको हो जबर गएको त होइन माथि त रिम्पुचीले नै लगेर गएको जानु चाहिँ यतादेखि त कुन तान्छ होइन हौ मतलब माथि चाहिँ राम्रै गएको तर माथि नै गएर त्यस्तो भएको भनेपछि अब भगवान्हरूले पनि त्यो नगरेको होला नि है अब त्यो मतलब चाहिँ सायद अब मायाल्याङकोमा
सही टाइममै थिएन होला नि त अब छिर्नु लागि जानु लागि होइन। एक दिन त्यो समय पनि आउँछ होला जब स्वर्गको ढोका अब मायाल्याङ भनेर त स्वर्गै मान्छ, लेप्चाहरूले त स्वर्ग भन्छ, स्वर्ग जाने अब स्वर्गै हो है, हिडन प्याराडाइज। अनि त्यहाँनिर चाहिँ अब कुनै दिन त्यो पनि त समय खोल्छ होला नि त, जब संसारमा पाप हरेक कुरा बढ्दै गयो भने सायद त्यो बाटोहरू पनि खोलिन्छ होला। अन्त आमाहरू चाहिँ 3 महिना चाहिँ माथि के खाएर बस्यो? ओरालमा कुन त के खाएर याद छैन। अब आमालाई त याद, कस्तो उहिलेको मान्छेहरू कडा हो, ओरालमा बसेको अरे, न त लुगाफाटा ओर्ने पनि थिएन होला। अब डरालोमा बोकेर गएको अरे हो, ओरालमा 3 महिना बसेर चाहिँ आमाहरू फर्केर आयो। त्यहाँदेखि चाहिँ आमा छटपस्टी भयो भनेको होइन, रिम्बुजी खसेर कोही कालिम्पोङतिर फर्क्यो, कोही भुटानतिर, कोही उनीहरू आफ्नो आफ्नो ठाउँमा फर्क्यो, सब फर्क्यो। हामी चाहिँ देशधाम बसेर यता हामी चाहिँ उत्तरदेखि यसो झरेको यता। आमाहरू चाहिँ लास्टमा अब सबैजना रिम्बुजी खसेर त्यहाँ रिम्बुजीलाई त्यहीँ जलायो भने है, त्यहीँ जलाएर दुप्पी सुप्पी के काटेर जलायो, कसरी जलायो अब त्यति बेलाको कहानी हो होइन। अनि त्यहीँ जलाइसकेर रिम्बुजीलाई हिमालमै जलाइराखेर चाहिँ सबैजना 200 जना फलोवर्स जसले रिम्बुजीलाई पछ्याएर गएको थियो उहाँहरू चाहिँ छटपस्टी भयो अरे कि। छटपस्टी हुँदाखेरि चाहिँ हाम्रो आमाहरू चाहिँ अब उता फर्केर के भन्छ देन्तामपट्टि निस्क्यो अरे। त्यहाँदेखि देन्तामपट्टि निस्केर देन्ताममा पनि बस्यो। कति बस्नुभयो देन्ताम? 1.5 वर्ष बस्यो। उत्तरदेखि निस्किएको यसो चियाबान्जाङ माथि हिमालदेखि यसो उता निस्कि पठाएछ। त्यहाँदेखि नेपाल निस्केर चाहिँ चिवाबान्जाङ निस्केर चाहिँ देन्ताम आएर 1.5 वर्ष बसेर चाहिँ ब्याक टु फर्केर फेरि यहीँ चोङराङमै फर्केर आउनु भएको रहेछ। अनि कहानी चाहिँ त्यस्तो छ। अन्त अरू कुरामा त मैले भनेको जे आफ्नो लाइफमा बितेको कुराहरू त यसो जहिले हामीलाई मात्रै सुनाउनुहुन्छ, आज तपाईँहरूलाई पनि फेसबुकमा यसो सुनाइदिएको। थ्याङ्क यू भेरी मच। नसुनाउनु भन्दैछ, तर आमालाई चाहिँ किन नसुनाउनु भन्दैछ, आमालाई चाहिँ पुरा सरम लाग्छ अरे क्या। अनि त्यो कुराहरू अब भन्नु मैले भनेको होइन, आफूले त्यो लाइफमा फेस गरेको आमा त अलमोस्ट 70 इयर्स होइन। अनि त्यो चाइल्डहुडमा जुन उहाँले फेस गर्नुभयो, एक्सपिरियन्स गर्नुभयो है, हल्का हल्का अलिअलि याद भएको कुरा जहिले हामीलाई सुनाउनुहुन्छ नि त। हामी यसरी गयो त्यसरी गयो। अन्त यो चाहिँ मेमोरिज, आमाको मेमोरिज, आमाको कथा चाहिँ फेसबुकमा पनि क्याप्चर भएर बसोस् भनेर चाहिँ मैले सेयर गरेको। अझै आमाहरूको उहिलेको कथाहरू धेरै कुराहरू भन्नुहुन्छ, के भन्नुहुन्छ होइन, त्यो कुरा पनि बिस्तारै आमाले गफ गरेको दिन ल्याउनेछु। स्टे ट्युन, किप लभिङ, किप सपोर्टिङ, बाई।